गुड मर्निङ एभ्रिवान गाइज सबैजनालाई म चाहिँ यतिखेर माथि पाइलोट बाबा जाने भनेर तल सूर्य विनायकदेखि उकालो चढ्दै होइन उकालो चढ्दैमा यसो भिडियो बनाइदिउँ न त भनेर एउटा छोटो मिठो भिडियो बनाउन लाएको। सो हल्का बाइक साइक पनि तातेको छ। बाइक चाहिँ तपाईँले यहीँ देख्न सक्नुहुन्छ होइन, तर भ्यू पनि बबाल देख्न सक्नुहुन्छ है त। ल जङ्गलै जङ्गल भ्यूहरू चाहिँ होइन बबाल देख्न सक्नुहुन्छ। सो तपाईँहरू आउनु सक्नुहुन्छ 5-10 मिनटको राइडमा यो ठाउँतिर आइपुग्नुहुन्छ होइन। अब बाटोतिर के कस्तो छ तपाईँहरूलाई सबै नै देखाउने नै छु। सो आजको मनी ब्लगमा तपाईँहरूले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। लङ भिडियो हाल्ने छु होइन, सबैजनाले मन पऱ्यो भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला है। सो बाइक चाहिँ यहीँ छ, हाम्रो बाइक भएको अवस्था। लो अब यहाँबाट हामी बिस्तारै उकालो जानुपर्ने हुन्छ। यहाँबाट 5 मिनट हिँड्यो भने माथि क्याम्पे डाँडा आउँछ। तपाईँहरूलाई यो मनी ब्लग देखाउने नै छु। जे जस्ता तपाईँहरूलाई म त्यस्तै नै प्रस्तुत गर्ने नै छु। सो बिस्तारै फाइनली गाइज यहाँबाट हामी उकालो चढ्नुपर्ने हुन्छ होइन। भ्यू चाहिँ यस्तो बाबा मिठो आउँछ है। सो अब बिस्तारै माथितिर चढ्दै धेरै टाइम छैन होइन बस्नलाई पनि। चलो गाइज भन्दै चलो। एकदम बाटो छैन यस्तो लभली पारेको छ है बाटो चाहिँ, अरू भनेको त्यस्तै है। ओहो यतिको मान बिची छ है बाटो चाहिँ है। तर अहिले त धेरै पहिरो सहिरो गरेर होला होइन, बाटो पनि अलिक कस्तो आएको न। बाटो चाहिँ एकदम लभली जग्गा हो, लभली। कुनै बाइकदेखि गाडीदेखि जे पनि आउँछ चाहिँ यहाँ चाहिँ। चलो लभली पारामा यहाँ चाहिँ के लेखेको रहेछ भने त्यताबाट चाहिँ उता डाँडातिर जालन, हामी चाहिँ माथि पाइलोट बाबा आश्रम। हामी त माथि डाँडामा गइन्छ नि त, माथि डाँडामा बिस्तारी होइन डाँडातर्फ लागिन्छ, डाँडातर्फ। चलो हावा चाहिँ एकदम बबाल आउँछ यार, गाउँ गाउँको जस्तै फिल भइदिरहेको छ है भने भएको चाहिँ। भिडियो बनाउँदै हिँड्दै होइन यस्तो जिन्दगीमा पाइन्छ। पिकअप हेर नै बाइकको पिकअपमा बिस्तारी नै गइन्छ होइन। यहाँबाट बिस्तारी नै लागिन्छ कडा हो। काफल खाने भयो भने अब रन्डीको छोरो झन्डै काफल खाने भयो चाहिँ अब काफल चाहिँ बबालै पाइन्छ है यतातिर चाहिँ। तब पुलिसहरू पनि बस्न सकेको छैन यतातिर चाहिँ। चलो गाई पुग्यो यो। माथितिरबाट गइदिन्छु यार, आफ्नो साइडमा हिँड्नुपर्छ किनकि उताबाट आएर झ्राममा दिन्छ। राइड गर्दा गर्दै हामी आइपुगेको अवस्था। त्यताबाट कतितिर माथितिर जाने बाटो थियो है, कोही कता हो कता हो यतै भयो। चलाउनु हाम्रो डाँडा पनि आइसकेको अवस्था। ल आइपुग्यो यार, कुकुर त ल्याइन्छ ल घाटमा डाँडा चाहिँ हो। सो फाइनली अब एकछिन यहाँ बसिन्छ बाबा। ल घ्याम्पे डाँडा भनेको चाहिँ घ्याम्पे चाहिँ यही जस्तो छ यो, यही रहेछ है हाम्रो घ्याम्पा चाहिँ। चलो अब डाँडातिर गराइन्छ। चलो डाँडातिर हावा खाइन्छ। अब माथि डाँडासम्म चाहिँ पुगिन्छ यार, डाँडासम्म। मात्रै होला जस्तो लाग्यो यार। यता चाहिँ बबाल लैदो रहेछ नि त होडी गाउँ। ओ माई गड कुन गाउँ आइयो यार, भत्रै गाउँ आइयो यार। अब कता ओहो अब यहाँबाट फर्का यार भाग्दा। ब्रेक चाहिँ के हो
म लभली गाउँदेखि हाल्नु त्यो गाइजहरू आज दादा केले टोक्यो अच्छा 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 ल यता हेऱ्यो त्यस्तै उता हेऱ्यो त्यस्तो यार खतरा देख्दो रहेछ है भ्यू चाहिँ ल निकै पछि आएर ल मा कमिलाल टोक्यो ल मजाले सो होइन तपाईँहरूले भ्यू चाहिँ देख्न सक्नुहुन्छ यहाँदेखि लिएर त्यहाँसम्म आमौ लभली भइगन्छ हो लभली लभली लकडा हो यहाँ झन् आहा यस्तो मिठो भ्यू हाम्रो घर अझ रन्डीको भानुभएसले हाम्रो घर चाहिँ हुन चाहिँ हो त्यो तल डाँडानिर छ कि हाम्रो घर त्यो जङ्गल ठ्याक्कै छेकिरहेको रहेछ होइन सो गाइस म चाहिँ यतिखेर यस्तो बबाल ठाउँमा आइरहेको छु भने कहाँ आइरहेको छु भने तपाईँहरूलाई भन्न चाहन्छु होइन म चाहिँ यतिखेर सरप्राइज घाम्पै डाँडामा आइसकेको छु होइन बाइक चाहिँ यहाँ छ है ट्याकल लाएर बाइक चाहिँ यहाँ यस्तोहरू बसिरहेको छ होइन सो तपाईँहरूले देख्न सक्नुहुन्छ आजको मिनी ब्लग के कस्तो लाग्छ चाहिँ नभनौँ हल्का मैले भिडियो लङ भिडियो पनि हाल्ने गर्छु यो चाहिँ सर्ट भिडियोको लागि है यो चाहिँ डाँडा है त यो चाहिँ घाम पैदा छ आहा तर मोबाइलमा चाहिँ हल्का कस्तो कस्तो आउँछ यहाँबाट फेरि भ्यू पनि यति बवाल देख्छ है सो फाइनली गाइजहरू अझ गोप्रोबाट चाहिँ सही होला कि जस्तो लाग्यो होइन यो भिडियो बनाउनुको लागि म गोप्रोबाट भिडियो बनाउने छु त के कस्तो देख्दो रहेछ तपाईँहरूलाई देखाउने नै छु भ्यूहरू चाहिँ के कस्तो छ है लमा घाम पानी छ कि छैन भन्ने कुरो होइन तपाईँहरूले देख्नु सक्नुहुन्छ त्यो घामपामा पानी चाहिँ होला कि नहोला हौ तपाईँहरूले विचार गर्नुभयो होइन घामपा त भने है घामपामा पानी हाल्छन् के हाल्छन् चच्ची दुध दही हाल्छन् हो कि जहाँ रक्सी हाल्छन् कि होइन तपाईँहरूलाई थाहा छ भने कमेन्ट गरिदिनु होला बाई बाई